सब बर्बाद हो गया। वैशाख 12 2072 नेपालको इतिहासको सबैभन्दा कालो दिन। त्यो दिन बिहान अरू दिन जस्तै सामान्य थियो, तर केही समयमै सबै कुरा बदलियो। घरहरू ढले, छाना खसे, सडक भासिए, धुलो आकाशभरि फैलियो। कोही रोइरहेका थिए, कोही कराइरहेका थिए। मानिसहरू आफ्नो परिवार खोज्दै दौडिरहेका थिए। त्यही भीषण छेडमा भक्तपुरमा 5 महिनाको सानो बच्चा सोनिस अवल भग्नावशेष मुनि पुरिएको थियो। कोही उसलाई देख्न सक्दैनथे, कोही उसलाई सुन्न सक्दैनथे, तर उसले श्वास भने फेर्दै थियो। उसको मुटु धड्किरहेको थियो। र यही सानो जीवनले जन्म दियो एउटा अद्भुत कथा, एउटा सानो बालकको कथा जसले सम्पूर्ण नेपालीलाई प्रेरित गर्यो। नेपाल अग्ला पहाड, गहिरा उपत्यका र समृद्ध इतिहासको सुन्दर भूमि हो। तर यस सौन्दर्य भूमि मुनि एउटा सधैँ लुकेको खतरा छ। नेपाल सम्पूर्ण रूपमा भारतीय र युरोसियन टेक्टोनिक प्लेटहरूको प्रमुख टक्कर क्षेत्रमा अवस्थित छ। यसको अर्थ हो हरेक जीवन, हरेक घर, हरेक भवन यहाँ सम्भावित जोखिममा छन्। नेपालको भौगोलिक उपस्थितिले गर्दा यहाँ भूकम्पहरू दुर्लभ भने होइनन्। कुनै चेतावनी बिना आउँछन् र हरेक दशकमा एउटा झस्को दिएर जान्छन्, जसले गर्दा ठूलो मानवीय र भौतिक क्षति हुन्छ। र त्यस्तै वैशाख 12 2072 मा हजारौंको ज्यान गयो। पुरातन भवनहरू भत्किए र सम्पूर्ण समुदायहरू भग्नावशेषमा परिणत भए। र यो पृथ्वीको सबैभन्दा भौगोलिक अस्थिर ठाउँमा बस्नुको कठोर वास्तविकता हो। भक्तपुरको ऐतिहासिक मूलढोका नजिकै अवल परिवार बस्थे। एक मध्यमवर्गीय सानो प्रेमपूर्ण परिवार। आमा रश्मिला र बुवा श्यामले आफ्नो दैनिक जीवन बच्चाहरूको हाँसो र हेरचाहमा बिताउँथे। त्यही परिवारका थिए सोनिस। केवल 5 महिनाको सानो बालक जसको मुस्कानले घरमा उज्यालो फैलाउँथ्यो र हरेक दिनलाई अर्थपूर्ण बनाउँथ्यो। तिनीहरूको घर पुराना इट्टाका पर्खाल र परम्परागत झ्यालहरूले सजिएको थियो, जसले शताब्दी पुराना कथाहरू बोक्थे। घर सुन्दर भए पनि कमजोर थियो। प्राकृतिक शक्तिहरू सामना गर्न अशक्त थिए। आमाले सोनिसलाई खाना खुवाइरहेकी थिइन्। ऊ खेल्दै थियो, हाँसिरहेको थियो। उनीहरूलाई थाहा थिएन अबको केही समयमा सबै कुरा बदलिनेछ, सबै तहस नहस हुनेछ र सपनाहरू सबै टुट्नेछन्। सायद जिन्दगीको सबैभन्दा कठिन घडीबाट गुज्रिनु पर्नेछ। घडीमा समय हुन्छ 11:56। भक्तपुर र काठमाडौँ लगायत देशका विभिन्न ठाउँका जमिन हिंस्रक रूपमा हल्लाउन थाल्यो। उनीहरूको सुरक्षित आश्रय बिग्रन थाल्यो। केही सेकेन्डमै पर्खाल च्यातियो, छत ढल्यो र इट्टा र फर्निचरहरू वरिपरि खस्न थाल्यो। त्यही समयमा 5 महिनाको सानो सोनिस घरभित्र खेलिरहेको थियो। उसको आमा बुवा केही क्षण अघि बाहिर गएका थिए। अलिकति सामान किन्नु थियो, पसल फुट्ट निस्केको, भूकम्प गइगयो। छिमेकभर आतंक फैलियो। परिवारहरू सडकमा दौडिए, नाम बोलाए। सोनिस! 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 सुरक्षित रहन हरेक सम्भावित प्रयास गरे। अवल परिवारका लागि प्रत्येक सेकेन्ड अनन्तकाल जस्तो लाग्यो। तर धेरै तल एउटा सानो जीवन भग्नावशेष मुनि पुरिएको थियो। अज्ञात जोखिमको बीचमा एउटा चमत्कारको पर्खाइमा। भवन भत्किएको छेडपछि छिमेकीहरू सबै सोनिसको घरतर्फ दौडिन्छन्। आँगन, गल्ली र सम्भव भएको हरेक ठाउँ हेर्छन्, तर कुनै सङ्केत भेटिँदैन। सोनिसको कुनै सङ्केत खोज्दै सबैले सोनिसको नाम डाक्छन्। आमा बुवा अत्यन्त चिन्तित थिए। आँसु अनुहारभरि बगिरहेको थियो। आफ्नो सानो बच्चा हराएको डरले उनीहरूको अन्तरात्मा रुँदै थियो। हृदयको प्रत्येक धड्कन पीडाले भरिएको थियो। तर पनि उनीहरूको मुटुको गहिराइमा एउटा सानो आशाको दियो अझै बलिरहेको थियो। साना तर जीवन दिन सक्ने आशाका किरणहरू अझै चम्किरहेका थिए। 1 घण्टा बित्यो, 2 घण्टा बित्यो, 3 घण्टा, 4 घण्टा। आशा हराउँदै जाँदै थियो। तर 22 घण्टापछि धुलो र सन्नाटाको बीचमा एउटा सानो कमजोर हताश चिच्याहाट सुनिन्छ। उद्धारकर्ताहरू सक्रिय भए र त्यही थियो सोनिस, धुलोले ढाकिएको तर जीवित। सोनिस जीवित रहनु केवल एउटा चमत्कार र भाग्यको कुरा मात्र होइन, यसभित्र विज्ञान पनि लुकेको छ। भूकम्पमा घरहरू ढल्दा कहिलेकाहीँ भग्नावशेष मुनि साना हावाका पकेट्सहरू बन्न सक्छन्। यी साना एयर पकेट्सले बच्चा वा मानिसलाई केही समयका लागि सास फेर्न अवसर दिन्छन्। म भूकम्पमा पुरेको थियो, आर्मीहरूले मलाई निकालेको थियो। म 22 घण्टादेखि पुरेको थिएँ। सोनिसको कथा केवल चमत्कार मात्र होइन, यसले हामीलाई सम्झाउँछ कि प्राकृतिक प्रकोपहरूसँग सामना गर्दा हामी कति असुरक्षित छौँ, विशेष गरी नेपालमा जहाँ भूकम्पको जोखिम अत्यन्त उच्च छ। तर यो कथा मानव धैर्य र सहनशीलताको शक्ति पनि देखाउँछ। एउटा आश नहार्ने परिवार, सहयोगी छिमेकी
र जीवन जोखिममा पार्न सक्ने उद्धारकर्ताहरू। यिनीहरू सबैले एउटा सानो जीवन बचाए। यसले हामीलाई सिकाउँछ कि अन्धकार र असम्भव परिस्थितिमा पनि आशा जीवित रहन सक्छ र यो केवल प्रेरणा मात्र होइन, यो चेतावनी पनि हो। बलियो भवन, प्रारम्भिक चेतावनी प्रणाली र समुदायको सचेतना अनिवार्य छन्। यदि हामी आज तयार हुन्छौँ भने भोलि जीवन बचाउन सकिन्छ। आज सोनी स्वस्थ र खुसी छन्, साहस र जीवित रहने क्षमताको प्रत्यक्ष प्रमाण। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कथाले हामीलाई मानव आत्माको शक्ति सम्झाउँछ। 22 घण्टा भग्नावशेष मुनि पनि एउटा आशा जीवित रहन सक्छ।